हेलो गाइज, हार्दिक स्वागत गर्न चाहन्छु टेक्निकल थिङ्कमा। सदा चाहिँ आज पनि विशेष भिडियो लिएर आएको छु। यो मेरो हातमा आइटिएलको मोबाइल रहेको छ, भिजन 3। सो यो मोबाइल चाहिँ अन भएको देखाउँछ यो, तर पुरै अन हुँदैन। तर चार्ज गरेर मोबाइल अन गर्यो भने चाहिँ फुल अन हुन्छ, मजाले पनि चल्छ। यो समस्या केबाट आउँछ र कसरी बनाउनु पर्छ तपाईलाई म यो भिडियोमा जानकारी दिनेछु। ओके, देख्न सक्नुहुनेछ मोबाइल अन भइराखेको छ, तर अब यहीँबाट स्टप हुन्छ, यो फेरि स्विच अफ हुन्छ है। भिडियो तपाईलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ओके, गयो है। अब हामीले यो मोबाइललाई सबैभन्दा पहिला चार्जमा लगाउँ। ओके, चार्जमा हालेँ मैले। चार्ज पनि मजाले लिन मानिरहेको छैन। ओके, ओके, चार्जमा हालिरहेको छु। मोबाइलमा 92% छ है। अब म मोबाइललाई अन गर्छु। देख्न सक्नुहुनेछ, मोबाइललाई अन गर्दैछु। मोबाइल चार्जमा लगाएर म मोबाइल अन गर्दैछु। अब यो लगभग 100% मोबाइल चाहिँ अन हुन्छ। देख्न सक्नुहुनेछ मोबाइल अन हुँदैछ है। मोबाइल अन हुँदैछ, देख्न सक्नुहुनेछ मोबाइल एकदम मजाले अन भइसकेको छ। यो ब्याट्री चार्ज मैले निकालेँ अहिले 93% छ। चार्ज मैले निकालेर मैले यो मोबाइल चलाइरहेको छु। अहिले चलिरहेछ है। ओके, यो म डाइरेक्ट मोबाइललाई खोल्छु, चलिरहेछ। यो समस्या चाहिँ मेन चाहिँ मोबाइलको ब्याट्रीबाट आउने गर्छ। म मोबाइललाई अन गर्न खोजिरहेको छु, खोल्न खोजिरहेको छु। मोबाइल एकदम मजाले चलिरहेछ, देख्न सक्नुहुनेछ। तर अब हामीले यो मोबाइलको पछाडिको यो प्यानल खोलौँ। देख्न सक्नुहुनेछ यो मैले पुरा खोलिसकेँ। मोबाइल अनै छ अहिले है। ओके, मोबाइलको मैले यो खोलेँ। अब कनेक्टर खोलेँ, फेरि मैले कनेक्टर लगाएँ। अब मोबाइललाई फेरि म अन गर्छु है। ओके, यो क्लिप लुज भयो, ब्याट्रीको क्लिप लुज भयो भने पनि यो खालको समस्या आउँछ। ब्याट्रीमा एउटा आइसी लगाएको हुन्छ, त्यो आइसीमा समस्या थियो भने पनि यो समस्या आउँछ है यो मोबाइलहरुमा। मोबाइल अन गर्दैछु, मोबाइल अन हुँदैछ है।
ओके स्विच अफ भयो है स्विच अफ भयो अब हामीले यो ब्याट्रीलाई निकालौँ यो मैले ब्याट्रीलाई रिमुभ गरेँ अब यो ब्याट्रीको एउटा यहाँनिर म देखाउँछु कि त्यो एउटा हामीले एउटा त्यो यहाँ यो खोल्नु पर्ने हुन्छ यो एउटा टेपले ढाकिएको हुन्छ सो यसलाई खोल्ने यो खोलिसकेपछि यो आइसी है यो एउटा आइसी यो 0 क्यू लेखेको हुन्छ क्यू भएको आइसीलाई यो निकालेर फ्याल्दा पनि हुन्छ अनि यसलाई एकचोटि रिसोल्डिङ गर्दा पनि हुन्छ तर म यसलाई एकचोटि रिसोल्डिङ गरेर देखाउने वाला छु है ओके रिसोल्डिङ भनेको यताबाट पनि गम सोल्डिङ गरिदिने यो साइडबाट अनि यतापट्टिको साइडदेखि पनि सोल्डिङ गरिदिने यसलाई भन्छ रिसोल्डिङ ओके ल यो रिसोल्डिङ गरेँ मैले फेरि यो टेप नै लगाएर मैले यसलाई टाल्दिएँ अब हामीले मोबाइललाई फेरि एकचोटि अन गर्ने कोसिस गरौँ है ओके ल अब केही समय राखौँ यो समस्याले चाहिँ हाम्रो मोबाइलले रिस्टार्ट भइराख्ने अनि चाहिँ मोबाइल हेर्दा मोबाइल अटोमेटिक स्विच अफ हुने भिडियोहरू हेर्दै गर्दा स्विच अफ हुने फोनमा बोल्दै गर्दाखेरि झ्यापझ्यापी जाने हो भने यो आइसीको समस्याले गर्दाखेरि यो समस्या आउँछ ओके मोबाइल अन हुँदैछ हेरौँ अब यसले भएन यति गर्दा पनि भएन भने चाहिँ हामीले यो मोबाइलमा नयाँ ब्याट्री चेन्ज गर्नुपर्ने हुन्छ नयाँ ब्याट्री लगाउनु पर्ने हुन्छ है यी देख्न सक्नुहुनेछ मोबाइल एकदम मजाले खुलिसकेको छ गाइस देख्न सक्नुहुनेछ त्यही कारणले गर्दाखेरि यो खालको समस्या आएको हो हैन तपाईलाई भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला टेक्निकल थिंकमा तपाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला यस्तै खालको भिडियोहरु सधैं यो च्यानलमा आइराख्छन् है यो एउटा नर्मल भिडियो थियो तपाईको लागि भनेर मैले बनाएको हो सो गाइज भइसकेको छ है यस्तो नर्मल कुराहरुले गर्दाखेरि हामीलाई काम गर्नलाई निकै असजिलो हुन्छ सो गाइज है ओके थ्यांक यू सो मच